नमस्कार, फ्याफुल्ला मर्जिनिसे सिन्धुलीबाट। आज म तपाईहरुलाई चार संयुक्ताक्षर मध्ये तेस्रोमा रहेका लातक भन्ने बारेमा सिकाउने छु। अब हामी यसलाई लातक किन भनिन्छ? किनकि मूल अक्षरको तल लातक रहेका कारणले हामी यसलाई लातक भनिन्छ। आज म तपाईहरुलाई लातकको पढ्ने विधि र यसलाई जोड्ने तरिका पनि सिकाउने छु। र अब लातक कतिवटा हुन्छ? लातक हुन्छ 6 वटा। ती के हुन्? ती हुन् कालाता ला, घालाता ला, भालाता ला, सालाता धा, रालाता ला, सालाता ला गरेर पढिन्छ। अब यो 6 वटा लातकलाई चाहिँ जोडेर पढ्यो भने वास्तविकमा मलाई लाग्छ कि यो क्ला क्ला प्ला गरेर पढिने जस्तो लाग्छ। तर हामीले सामान्य पढ्दाखेरि यसलाई चाहिँ ला 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 गरेर पढिन्छ। त्यसैले आज पनि म तपाईहरुलाई यसरी सिकाउने छु। भन्नुस् है त म सँगसँगै। ला 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 धा ला ला गरेर पढिन्छ। अब यो 6 वटा लातकलाई चाहिँ जोडेर कसरी पढिन्छ र कसरी प्रयोग गरिन्छ भन्ने सिकाउने छु। अब यसलाई चाहिँ यसरी गरिन्छ है त। कालातक लानरो लोका लोकपा लोकपा भनेको चाहिँ पढ्दै। घालाता लाङा लाङ छाडिङबु छेन्ना छेन लाङछेन लाङछेन भनेको चाहिँ हात्ती। भालाता ला मा लामा लामा भनेको चाहिँ गुरु। अनि सालाता धावा 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 भनेको चाहिँ चन्द्रमा। रलाता लाङासा लाङपा लाङपा भनेको चाहिँ बाफ। र अन्तमा रहेको छ हाम्रो सालाता ला मनरमो लामो लामो भनेको चाहिँ सजिलो। र अब आज चाहिँ मैले तपाईहरुलाई 4 संयुक्त अक्षर मध्ये तेस्रोमा रहेका लातकको बारेमा सिकाएको छु। र यो लातक चाहिँ पढ्नलाई एकदम सजिलो रहेका कारणले आजको लागि चाहिँ यति नै। पछि फेरि हामी भेट्छु भन्ने आशा राख्दछु। हस्त धन्यवाद फ्याफुल्ला।